हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू ब्लग आफ्टर लङ टाइम अब कपाल अफ मन्थ्स भनौँ कि कपाल अफ इयर्स भनौँ होइन। अनि यो भ्लग बनाउँदैछु, एउटा सर्ट भिडियो अरूलाई पनि हुनसक्छ। तपाईँको लागि चाहिँ कोही साथीले तपाईँलाई चाहिँ लुगा चाहिरहेछ भनेदेखि मनमा चाहिँ सोचिरहनु भएको छ, कोही साथीले तपाईँलाई सुटै सिलाइदिए कस्तो लाग्ला। तपाईँलाई चाहिँ एउटा होइन अभाव भइरहेको छ, तपाईँलाई केही कुराको निड भइरहेछ, त्यो निड भएर चाहिँ तपाईँले नभनिकन कोही साथीले चाहिँ पुरा गरे तपाईँलाई कस्तो लाग्छ। अनि राइट नाउ मलाई त्यही भइरहेको छ। अनि म चाहिँ तपाईँहरूलाई मेरो जर्नी बताउनु पर्दा म चाहिँ सुरुमा चाहिँ मेरो स्यामसङ जे7 म्याक्स थियो, यो फोनमा भिडियोहरू बनाउँथेँ। त्यसमा धेरै भिडियोहरू एडिट गर्न गाह्रो पर्थ्यो होइन। अनि पछि गएर मैले रेडमी नोट 9 चलाएर रेडमी नोट 9मा कति कुराहरू त्यस्तै भयो। अनि अहिले एउटा त्योभन्दा अलिक राम्रो फोन छ, तर पनि म चाहिँ एउटा प्लानिङ गर्दै थिएँ एउटा राम्रो क्यामेरा मसँग होस् भनेर। अनि हाम्रो भनाइ छ एक्सपेक्टेसन भर्सेस रियालिटी नेभर मिट्स होइन। तर मेरो लागि चाहिँ यो समय चाहिँ एउटा एक्सपेक्टेसन चाहिँ मेरो फार बियोन्डमा एक्सपेक्टेसन भएको छ होइन। एउटा भने चाहिँ फार बियोन्ड आवर इमेजिनेसन भन्ने जस्तो एउटा साथी छ मेरो, अनि उहाँसँग म कुरा गरिरहेको थिएँ होइन। भिडियोहरू बनाउँछु म, अनि उसले नि म यस्तो यस्तो खालको कन्टेन्ट बनाऊ, यु डु हेभ द्याट काइन्ड अफ पोटेन्सियलिटी भनेर होइन कुराहरू थियो। मैले बनाउँदै गएँ अनि उसले मलाई धेरै इन्करेज गर्थ्यो। अनि आज चाहिँ एउटा किसिमको सरप्राइज चाहिँ मेरो लागि भयो क्या होइन। अनि त्यो साथीले मलाई फोन गर्यो, यस्तो यस्तो व्यक्तिको सामान आइरहेको छ, तिमी चाहिँ गएर कालीमाटीमा गएर पिकअप गर त्यो सामान। अनि कालीमाटीमा गएर पिकअप गरिसकेपछि त्यो चाहिँ आज नभए भोलि चाहिँ तिमी चाहिँ बस पार्कमा गएर त्यो सामान चाहिँ त्यो गाडीमा हालिदिनु भने म एकदम रस गरेँ। बिहानको फर्स्ट चिया पनि पुरा नखाइकन आधी खाएर म गएँ, अनि त्यो मान्छेलाई भेटेँ। अनि सरप्राइजिङली त्यो चाहिँ मेरो एउटा ड्रिम क्यामेरा चाहिँ त्यो साथीले मेरो लागि चाहिँ पठाइदिनु भएको रहेछ है। अनि म धेरै इमोसनल छु यो समयमा। अनि मलाई चाहिँ यसरी प्याकेजमा मैले बाहिरको चाहिँ अहिले खोलेर मैले अनि एउटा सानो क्लिप चाहिँ मेरो श्रीमतीको टिकटकमा हालिसकेको छु। अनि यहाँ चाहिँ त्यो सामान चाहिँ यहाँ यसरी रहेको छ है। मेरो श्रीमती पनि पछाडि मलाई क्यामेरामा हेल्प गर्दै हुनुहुन्छ। त्यो प्याकेजिङ चाहिँ हामीले खोलिसक्यो। अनि मैले यो प्लास्टिक पनि मैले चाहिँ च्यातेर फालेको छुइनँ है। यहाँ चाहिँ यसरी फर फिलिप भन्ने लेखेको छैन। मैले त्यो मान्छेलाई भेट्न जाँदा अनि मैले भने कि सामान कस्तो थियो मलाई थाहा थिएन। अब घरको मान्छेको लागि सामान कपडा थियो के थियो। अनि म स्कुटरमा आउँ कि बाइकमा आउँ भन्दाखेरि होइन सानो सामान चाहिँ तपाईँ बाइकमा आउनु म गएँ एकदम रस गरेर म आधा घन्टाभित्र आउँछु रस गरेर म कतै पुग्थेँ। अनि भरे त्यहाँ जाँदा चाहिँ त्यो प्लास्टिकको चिट थियो क्या फर फिलिप भनेर। त्यही टाइम मैले बिमललाई कल गरेँ। अनि मलाई धेरै इमोसनल पाऱ्यो त्यो कुरा चाहिँ। त्यो चाहिँ रहेको छ यो डिजिआईको अज्मो एक्सन 4 क्यामेरा। त्यो साथी चाहिँ एकदम मेरो मिल्ने साथी हो होइन। अब चड्डी बड्डी फ्रेन्ड भन्ने जस्तो। अब स्कुल चाहिँ हामी सँगै भएन, तर कलेज +2 भएपछि ब्याचलरको समयमा चाहिँ हामी सँगै पढ्ने मौका पायौँ। अनि यसरी उसले चाहिँ उसको तर्फबाट अनि इट्स नट द स्ट्यान्डर्ड कम्बो बट इज द एडभेन्चर वान होइन। एडभेन्चर वानमा यसमा चाहिँ तपाईँको तिनवटा ब्याट्रिजहरू हुन्छ है। यहाँ चाहिँ रहेको छ मेन कुरा क्यामेरा, अनि यहाँ चाहिँ रहेको छ त्यो तिनवटा ब्याट्री एक्सेसरिज भन्ने लेखेको छ है। यहाँ अरू सामानहरू छ, म तपाईँलाई देखाउने छु। यहाँ तपाईँको छ है। मैले हिँड्दा अघि हेरेको छु, मैले ऊ ब्याट्रीहरू हालेर चाहिँ हेरेको छ नि, केबल छ चार्जिङ केबल। अनि यो ब्याट्री रहेको छ एडभेन्चर कम्बो प्याकेजमा चाहिँ। अनि त्यो साथी चाहिँ अहिले युएसएमा हुनुहुन्छ है, मैले भन्न छुटाएको छु युएसएमा हुनुहुन्छ। अनि उसको सुन्दर एउटा छोरी पनि छ, श्रीमती पनि हुनुहुन्छ। अनि इभन त उसको व्यवहार होला घरको, तर पनि मेरो एउटा सपना होइन, सपना भन्दा नि एउटा आवश्यकतामा भिडियो कन्टेन्ट क्रिएट गर्ने क्रममा होइन। अब म धेरै ठुलो युट्युबर त होइन, तर म सानो भिडियोहरू बनाउँछु। त्यसको लागि यो कुराले मलाई धेरै हेल्प हुन्छ। म बताउँदैछु यहाँ क्यामेराको ब्याट्री छ है। अनि यहाँ चाहिँ टक्का लाएर यी तिनवटा ब्याट्री रहेको छ, तिनवटा ब्याट्री है। अनि यो चाहिँ मैले चाहिँ धेरै युट्युबमा रात दिन हेर्थेँ क्या। मेरो श्रीमतीलाई पनि त्यस्तो थाहा छैन, म रातभरि युट्युबमा हेऱ्यो भने पनि खालि एक्सन क्यामेरा हेर्ने क्या। किन्न नसक्ने अवस्था भए तापनि म एक दिन पैसा जम्मा गरेर किन्छु भन्थेँ क्या। यो चाहिँ तपाईँको यो केस भयो क्यामेराको है। अनि यसको फरमोस्ट कुरा यहाँ अझै छ। अरू यो
डकुमेन्टेसन गाइडलाइन्स गर्ने क्याटलगहरूलाई चाहिँ सरी यो चाहिँ स्ट्यान्ड छ यहाँ म एकदम नर्भस छु क्या यो चाहिँ तपाईँको यो क्यामेरा माउन्ट तपाईँको हेलमेटतिर कतैतिर राख्न सक्नुहुन्छ यो स्टिकीवाला छ है यो चाहिँ मैले खोलेँ नि यहाँ चाहिने चिजमा तैँले खोलेको मैले चाहिँ सोचेको थिएँ एकदम लाइट होला होइन यो लाइट वेटको होला सोचेको थिएँ तर हेभी नै हुँदैन चाहिँ यो यसको मेन हार्ट मुटु भने चाहिँ क्यामेरा छ है अनि मैले खोलेर त हेरेको छैन तपाईँले हेर्न सक्नुहुन्छ यहाँ यसको यो मैले प्लास्टिक पनि स्क्रिनको यो प्लास्टिक पनि उकाएको थिएन यो भिडियोको लागि भनेर राखेको थिएँ होइन एकचोटि म उकाइ हेर्छु ल धेरै युट्युबरहरूले चाहिँ निकाल्थ्यो क्या अब होइन मेरो पनि सपना कहिले होला यसरी किनेर गर्ने होइन साथीले थ्रु हिम है विमलबाट चाहिँ यसरी उसकोद्वारा चाहिँ मैले यसरी ल यो यसरी मैले निकालिसकेको छु अब यसमा चाहिँ एउटा के हुन्छ भन्दाखेरि तपाईँको यो ठ्याक्कैले नाम बिर्सेँ मैले यो म्याग्नेटिक माउन्ट भन्छ DJI तर्फको यो तपाईँले गोप्रोतिर हेर्नुहुन्छ भने गोप्रो हिरो केमा हेर्नुहुन्छ भने चाहिँ यस्तो हुँदैन टक्क लाएर यो कनेक्ट गर्ने यस्तो नटवालै हुन्छ अनि तपाईँको क्यामेरा माउन्टहरू हुँदाखेरिमा चाहिँ टक्क लाएर तपाईँको भयो नि त्यो नट घुमाइरहनु पर्ने हुन्छ यसमा चाहिँ अनि मैले धेरै रिभ्यू हेरेको छु क्या होइन आज चाहिँ अलिकति डेमोन्स्ट्रेसन जस्तो भएको छ यो तपाईँ हेर्नु यहाँ यस्तो टक्क लाएर यसरी म्याग्नेटले समात्छ यस्तो गर्दा चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ यसरी लक भयो है यसरी लक भयो अनि यहाँ चाहिँ अब तपाईँको यो स्ट्यान्ड छ है अनि धेरै युट्युबरले एउटा कुरा भन्छन् त्यो चाहिँ के रहेको छ भन्दाखेरिमा दिस इज द प्रमोसनल भिडियो के भन्छ होइन यो प्रमोसनल भिडियो चाहिँ होइन यो चाहिँ मेरो फर्स्ट एक्सन क्यामेरा हो जो चाहिँ साथीद्वारा चाहिँ मेरो सपना पुरा हुँदैछ है म यहाँ हेर्दैछु यहाँ यसरी टक्क मैले फिट गरेँ है पज गर्नु अनि यहाँ मैले यसमा ब्याट्री फिट गरिसकेँ होइन अब यहाँ पावरको बटन चाहिँ यो पावरको बटनबाट थिचेरै होला अन हुने चाहिँ ल टक्क यस्तो हुँदो रहेछ है ढङ्ग बत्दो रहेछ है यहाँ ल्याङ्ग्वेज बुढी यसो जुन गरिदिनु ल ठिक छ इङ्ग्लिस भने लेखेर अब यसो ट्याप गर्ने होला है स्किप 5 टाइम्स डेट फिक्सहरू गर्नुपर्ने चाहिँ म हेर्छु ल अलिक 26 होइन जनवरी फेब्रुअरी मार्च कस्तो अर्कै हुँदो रहेछ भाइ यहाँ चाहिँ यस्तो छ स्क्रिन चाहिँ अब मैले चलाएको छैन अहिलेसम्म होइन अब म वर्कआउट गर्छु योसँग अब ऊ गर्छु खेल्छु भनौँ न यसो SD कार्ड चाहिँ रहन्छ SD कार्ड पनि ल्याउँला यो चाहिँ अहिले यस्तै तपाईँले यहाँ अगाडि पनि फ्रन्ट स्क्रिन चाहिँ बुढी पनि चेक गर्ने होला नि नै छैन मलाई त्यसको त्यो के होला क्या त्यो हामीले चलाउनु नजाने बेला अनि तपाईँको अब यो चाहिँ अब यो पछि म खिच्ने कुराहरू यताउता म पछि तपाईँले थाहा पाउनुहुन्छ मेरो भिडियोमा यो चाहिँ यसरी टक्का राखेर है यसरी तपाईँले यसरी युज गर्न सक्नुहुन्छ है यसरी टक्क लगाएर यसरी तपाईँ चलाउन सक्नुहुन्छ ल यसरी टक्क लगाएर ल यो चाहिँ यस्तो कुराहरू छ अब म
भन्दै भिडियोलाई कन्क्लुड गर्छु। धेरै धन्यवाद मेरो साथीलाई। त भन्छ म अब भिडियोमा चाहिँ तपाईँ भन्ने कुरा हुँदैन होइन, साथी हो कहिलेको। विमलको तर्फबाट चाहिँ मलाई यसरी एउटा एज अ गिफ्ट भनौँ न, म आई विल ट्राई है, म मेरो बेस्ट दिन चाहन्छु, म सकेसम्म कन्टेन्ट बनाउँछु, तर त्यो कुरा चाहिँ मेरो प्यासन हो होइन। अब कति कुरा अब होला नहोला, तर म आई विल ट्राई माई बेस्ट, भिडियोहरू बनाएर म हाल्ने गर्छु होइन। होला गाउने कुरा होला, अझै मेरो यो नेक्स्ट भिडियोमा चाहिँ म एउटा मसँग भएको कति कुराहरू छ त्यो कुरा पनि तपाईँहरूलाई देखाउँछु। मसँग प्रायः जस्तो भएको कुराहरू चाहिँ यस्तै साथीहरूबाट चाहिँ मेरो आवश्यकता, मेरो निडहरूलाई चाहिँ उनीहरूले चाहिँ फुलफिल गरिदिएको, मेरो प्यासनलाई चाहिँ होइन। धेरै धन्यवाद। तपाईँहरूसँग यस्तो साथीहरू छ जसले चाहिँ तपाईँको जीवनमा, तपाईँको मोडमा चाहिँ यसरी हेल्प गरेको छ भनेदेखि चाहिँ तपाईँलाई त्यो व्यक्तिहरूलाई चाहिँ तपाईँ ट्याग गर्नुहोस् अनि त्यो व्यक्तिप्रति तपाईँको ग्रेटिट्युड पोख्नुहोस्। अब अर्को भिडियोमा उहाँले चाहिँ उहाँसँग भएको इन्स्ट्रुमेन्टको बारे बताउनुहुन्छ, इन्स्ट्रुमेन्ट कसको थ्रुबाट कसरी लिनुभयो भने उहाँहरूसँग चाहिँ 4-5वटा जति चाहिँ छ होला, उहाँले चाहिँ त्यो देखाउनुहुन्छ तपाईँलाई अर्को नेक्स्ट भ्लगमा। ल म यहाँ मेरो यो भ्लग, यो भिडियो सर्ट भिडियो भनौँ, लामो भिडियो भनौँ, हेरिराख्छु है। फेरि पनि धन्यवाद, 1 सेकेन्ड यो क्यामेराको लागि धन्यवाद। यो धेरै एक्सपेन्सिभ छ है, अहिलेसम्म यस्तो एक्सपेन्सिभ चलाएको छैन मैले होइन, तर पनि एउटा सपना चाहिँ तँबाट चाहिँ पुरा भएको लागि तँलाई धन्यवाद। एन्ड थ्याङ्क्स फर providing me this camera, as well as I would like to express my gratitude towards your family. You could नहुनु धेरै म इमोसनल हुँदैछु। धन्यवाद। यो भ्लगलाई